मैलो पाता धोती मैलो पाता टोपी मैलो धोती मैलो पाता टोपी मैलो धोती मैलो पाता खोइदिन कोही छैन लौ मैले क्या भएर जोशी अहिले केन्द्रीय समितिलाई नेतृत्व गरिरहेको छु। महाकाली साहित्य सङ्गमले भाषा साहित्य कला र संस्कृति चारवटा क्षेत्रमा काम गर्छ। अहिले हामी सङ्गीतको र हाम्रो संस्कृतिको क्षेत्रमा हाम्रा परम्परागत रूपमा बजाइने बाजाहरूको संरक्षण हुनुपर्छ, प्रवर्धन हुनुपर्छ भनेर कार्यक्रम गर्दैछौँ। यसमा यो कार्यक्रम यो ठाउँको लागि अति आवश्यक के मानेमा भयो भने हाम्रा पूर्वजहरू बाजा बजाएर नै जीविका आर्जन गर्थे। बाजाबाट नै उनीहरूले व्यावसायिकरण सिपहरू सिकेका थिए। अहिलेको युवा अहिले त्यो कुराहरू समाजमा देख्न नपाएर बाजा एक त लोप भयो, अर्को त्यसलाई बजाउने सिपहरू गाउँ गाउँमा भएका त्यस्ता कलाकारहरूले मञ्च नपाउँदा लोपोन्मुख अवस्थामा रहेको हुनाले विगत हामी 2060 सालदेखि महाकाली साहित्य सङ्गमले लोक बाजालाई पनि संरक्षण गर्नुपर्छ, यसलाई विभिन्न समारोहमा प्रदर्शन गर्नुपर्छ भन्ने उद्देश्य अनुरूप हामीले काम गर्दैछौँ। यहाँ हामीले थुप्रै कार्यक्रमहरू देख्नु भएको छ
साहित्य सङ्गमले आज बिँडै रुइसिङो झ्याली अनि हाम्रो मसकबिन यस्ता बाँसुरी जो हुड्को ढोलक आज हामीले थुप्रै 25वटा बाजाहरूको प्रस्तुति राख्यौँ 4 बजेदेखि अहिले करिब 6 बजेसम्म। यसको अर्थ के थियो भने सो बाजाहरू अब लोपबाट हामी संरक्षित अवस्थामा आयौँ र आगामी दिनमा युवा पुस्ताहरूले त्यसलाई रोजगारीमूलक ढङ्गबाट आफ्नो व्यवसायमा रूपान्तरण गरेर जान सकुन्। हाम्रो महाकाली साहित्य सङ्गमको सङ्ग्रहालयभित्र ती बाजा अहिले सुरक्षित गरेर हामी आफ्नै बाजा बनाएका छौँ। धन्यवाद। त्यसको यो साहित्य सङ्गम कृतज्ञ छ र यसको निरन्तर प्रगति होस्, निरन्तर उन्नति होस्। जसरी यो पूर्वकालदेखि निरन्तर रूपमा अगाडि बढ्दै गयो अझै पनि अगाडि बढ्दै जाओस्। साँझ कार्यक्रम गऱ्यौँ, यसमा सबैले भाग लिइदिनु भयो, आफ्नो कला प्रस्तुत गरिदिनु भयो, आफ्ना बाजागाजा देखाइदिनु भयो र यी बाजागाजाकै माध्यमबाट यहाँ व्यावसायिक रूपमा केही युवाहरू अभिप्रेरित पनि हुनेछन्। यो हाम्रो उद्देश्य। सङ्गमभित्र पनि हामीले बाजागाजा संरक्षण गर्ने अभियान चालेका छौँ। यहाँहरूले पनि त्यो किसिमले गरिदिनुहुन्छ। आमा दिदी बहिनीका त थुप्रै गीतहरू छन्, बिहानदेखि साँझसम्म दिउँसोमा गाउने, खेतीबारीमा गाउने, दाउरा काट्दा, कोदो गोड्दा। हाम्रा त यस्ता संस्कृति अपार सम्पदा छ, यसलाई संरक्षण गर्ने अभियान हाम्रो हो। यो अभियानमा हाम्रो चन्द्रगिरी सरले पनि थुप्रै प्रयास गरिरहनु भएको छ। यस्ता सङ्गीतमय बनाउने गरी यहाँले आगामी दिनमा कार्यक्रम गरिदिनुहुनेछ। आजको कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यालयका हाम्रो बिमलाजी आउनुभएको थियो, हाम्रो जोशीजी, अम्बारत्त जोशीजी आउनुभएको थियो। सबैलाई धन्यवाद र पत्रकारजीहरूलाई पनि धन्यवाद दिँदै यो आजको कार्यक्रम यही
टेढा कौला यी चिजहरूले हाम्रो परिवारभित्रै सिकाइ हुन्छ बच्चालाई सुशब्द र सुसंस्कृत आफ्नै परिवारको आमाले गर्नुहुन्थ्यो यो संस्कृति बचाउनु जरुरी छ हामी कसलाई एउटा संस्कृतिभित्र आएका कुरीति नै छुट्याउन सकेनौँ चेतना जगाउन सकेनौँ भने ती चेतनाविहीन मान्छे बन्नु लाग्यो अहिले अराजक भयो उच्छृङ्खल भयो मेरो नाति मेरो काखमा आएन अर्को कोठामा दार ढोकेर मोबाइल खेलायो किन बन्छ त मान्छे चेतना के भयो आखिर संस्कृति उनीमा हस्तान्तरण भएन गएन अहिले उहाँले इलेक्सनले बडा मार्मिक शब्द भन्नुभयो रिठाको दानाको भित्र काउको निकालेर त्यसलाई सिद्धिबाट म बाजाप्रति रुचि भएको हो त्यसको हाम्रो बच्चाहरू हाम्रो काखमा खेलेर यसैले यो चेतनामूलक पनि थियो धेरै धन्यवाद चन्द्रगिरीजीको अभियान सञ्जय बारीलाई उहाँले कति लोकप्रिय अनुसार आफ्नो आधुनिक बाजागाजाका साथ अगाडि बढाउँदै हुनुहुन्छ अब शेरे आउजीजीलाई त सबैले सुन्नु भएको छ र उहाँका प्रस्तुतिमा साह्रै समाज
चम्किरहेछ माथिबाट तन्दिकी काली काली टोपी फले फले खाउ पानी छाडेर क्या भन्या भनबाज
ब्राह्मण